ओए 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 हेर न झन्डै लडेको यस्तै हुन्छ क्या के गरौँ भने के हुन्छ के गरौँ भने के हुन्छ केही तालमेल मिल्दैन नि यस्तो झ्याउ लागेर आउँछ नि तर के गर्नु जति झ्याउ लाग्यो नि घुम्न चाहिँ मन लाग्छ क्या त्यही भएर म गएँ पात हेर्नलाई जिन्दगी त यसै नि पात भइरहेछ होइन तर पात हेर्न चाहिँ मजा आउँदो रहेछ क्या पात जिन्दगीलाई पात देखाउँदा वा छुट्टै आनन्द यो चाहिँ मेरो भिडियोको इन्ट्रो हो क्या भर्खरै इन्ट्रो सुरु हुँदैछ है मेरो भिडियोको चाहिँ म चाहिँ एक्लै गएको होइन है मेरो साथी पनि छ यहाँ साइडमा म फेस रिभिल गर्न मिल्दैन क्या फेस चाहिँ रिभिल गर्न मिल्दैन अनि हामी त्यहाँ जान चाहिँ गयो होइन तर हिँड्न पर्ने रहेछ क्या अब हामी पर हिँड्न नसक्ने फेरि त्यही भएर हामीले लियो टिकट मोनोरेलको टिकट त लियो लाइन त बस्नै पर्यो जहाँ गयो नि लाइन बस्यो नि दिक्क लाग्छ लाइन बस्यो है बल्ल तल्ल पाला आयो यति धेरैजना बस्न पर्ने धन्न कसो गरेर बस्नलाई सिट चाहिँ मिल्यो चढेर माथितिर लाग्यो अब हामी माथितिर गएपछि यस्तो राम्रो देखेँ होइन के हो हरियाली देखेर खुसी हुन्छ क्या अनि पातहरू रातो पहेँलो नि खतरा देखिरहेको थियो क्या देख्नलाई चाहिँ यसो हल्का भिडियो बनाइदिउँ न त भनेर हामी दुईजनाले यसो हिँडेको भिडियो पनि बनायो पर जङ्गलहरू नि हेऱ्यो अनि यहाँ चाहिँ कस्तो स्ट्रक्चरको त्यो स्ट्याचुहरू हुने क्या देखाउने नि ओइ भने जस्तै नि आफूलाई ओइ गड यो पनि हुन्छ टाइपको फेरि अरूले त क्या नर्मली लिइरहेछ नि ओके नर्मलै होला नि त भनेर हिँड्ने यो उकालो जाने गेटमा पनि यस्तोवाला थियो होइन म त वाट भएको क्या त्यही पनि सबले नर्मल लिइरहेछ हामीलाई नि के भनेर यो चाहिँ मैले यो म हो अनि यो मेरो साथी हो भन्दै थिएँ क्या किनभने ऊ चाहिँ मेरो साथी हो नि त अनि त्यही भएर मैले देखाइरहेको थिएँ क्या अनि यहाँ चाहिँ हामी धुमधाम त्यो उकालो हिँडिरहेको थियो यस्तो उकालो हिँड्ने यो सिँढीमा हिँडेर यस्तो दुख्यो त्यो खुट्टा भोलिपल्ट नि त्यो मलाई मात्र थाहा छ क्या यत्रो हिँडेर गएपछि माथि यस्तो राम्रो ठाउँ हेर्न पाएँ होइन यो के हो यो तलाउ त होला नि अब यस्तो खतरनाक लाग्यो है मलाई यस्तो मजाको यो मान्छेले बनाएको हो कि यो नेचरले गिफ्ट गरेको थाहा भएन तर अब आर्ट भ्याली भनेपछि अभियसली मान्छेले नै बनाएको होला सायद होइन खतरा हो क्या त्यो चट्टानहरूको बिचमा होइन टक्क तलबाट पानी क्या अनि यो अर्को यो प्रमिसवाला देखेँ नि होइन यो देखेर यस्तो हाँसो लाग्छ क्या मलाई अनि मलाई यस्तो आफ्नो भिडियोग्राफी हेरेर वा चाहिँ हुन्छ क्या घरिघरि चाहिँ तर यो लेन्सहरू नमिलेर होइन यो लाइट ढ्याङ्गै आउने ढ्याङ्गै जाने यो के भएको यस्तो तर हामी चाहिँ अब चाहिँ हामीले घुमेर पुग्यो भने हामी फर्केका ओह्रालो हिँड्नलाई नि कम गाह्रो भएको थियो त्यही पनि हामी हिँड्यो ओह्रालो माथितिर यस्तो थियो फर्काएर झर्दै गर्दाखेरि तर यस्तो राम्रो